गृहमन्त्री तैँले कारबाही गर्न सक्छस् भने गर। मेरै गाउँको त पनि खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो, त्यही पनि त भन्न बाध्य छु आज। साला तोरी काम नगर तैँले। याद गर हाम्रो इतिहास फेरि। नेपालको रकेट कसले बनाएको, नेपालको मिसाइल कसले बनाएको, नेपालको सेटेलाइट कसले बनाएको। अनि एकचोटि याद गर, पानी कसले चढाएको, ब्याक्टेरिया कसले बनाएको, भाइरस कसले बनाएको, याद गर। यति सिद्धाउने थियो, तिमीहरूलाई सकाउने थियो, तिमीहरूलाई बिगार्ने थियो भने त अस्ति नै हामीले सकाइसक्थ्यौँ। अन्तर्राष्ट्रिय रूपमा युद्धको देश, शिवको देश, के अशान्ति मचाउनु, के लडाकु मचाउनु। शान्तिसँग काम गरौँ, शान्तिसँग काम गरौँ, शान्तिसँग काम गरौँ, देशलाई निकास दिउँ, देशको विकास गरौँ भन्यो। जहिले एउटै पारा। हे सुशीला कार्की, हे ओम प्रकाश अर्याल, तिमीहरू साँच्चीकै कट्टुमा मुत्ने भन्दा नि खत्तम रहेछौ। हिम्मत भन्ने कुरा त तिमीहरूको साँच्चीकै दुर्गा दाइले भनेको होइन, पिसाब गरेर उठ्न नसक्ने नै रहेछौ। हेर सागर ढकाल, हेर मिराजको ढुङ्गाना, हेर प्रवेश दाहाल, हेर को वार्ता, के को वार्ता, किन वार्ता। कुर्कलाएर हत्यारालाई कारबाही गर न। हत्याराहरूलाई खोज्छौँ, केपी ओलीको घर जान्छौँ, रमेश ल्याङको घर जान्छौँ, सिडिएको घर जान्छौँ, घिसारेर निकाल्छौँ।